Hi everyone, welcome back to my YouTube channel after long time पछि वेट लस जर्नीको 5 डेजमा भिडियो हालेँ त्यसपछि म गायब भएँ मलाई अल्छी लाग्यो हालिन हैन तर म वेट लस चाहिँ गर्दैछु हैन दुब्लाउँदैछु अनि आजसम्म मेरो वेट अपडेट गर्न आएको सँगसँगै बडी मेजरमेन्ट गर्ने आयो हैन लगभग 60 डेज च्यालेन्ज गर्ने अब चाहिँ रेगुलर भिडियो हाल्छु नै हैन यो पनि 2 दिनपछि पोस्ट गर्छु दुईटा भिडियो बनाउँछु अनि त्यसपछि बल्ल पोस्ट गर्छु भिडियो हैन सेड्युल गरेर राख्छु हैन मेरो वेट यति तारिकमा यति थियो हैन त्यसपछि घटेर यति तारिकमा यति आइपुगेको थियो अनि अहिले चाहिँ यति छ यो चाहिँ 79.6 हैन मेरो 77 सम्म आइसकेको थियो वेट अनि मेरो 77 सम्म आइसक्यो अनि त्यहाँबाट मेरो यो हप्ता कुनै लास्ट विक मेरो एकदम सेड्युल नै डामाडोल भएको थियो अफिसमा पनि कहिले बिहान कहिले 10 बजे कहिले राम्रोसँग उनै गर्न पाएको थिएन के खानाहरू गर्नै पाएको थिएन मैले अब चाहिँ मेरो म बडी मेजरमेन्ट लिन्छु नि त यो बडी मेजरमेन्ट गरेको भिडियो बनाउने भनेर चाहिँ कति 3 दिन भइसक्यो किनेको नयाँ किनेको बनाए के चाहियो भने त चाहियो हैन पहिला सुरुमा यो छाती चेस्ट चेस्ट छ 42 हैन चेस्टमा छ 42 अनि त्यसपछि यहाँ छ पेटमा लगभग 40 छ यहाँ पेट हैन है पेटमा 42 छ अनि त्यसपछि पेटमा 42 पछि पेटपछि यहाँ हिपमा छ 43 हैन त्यसपछि मैले अनि त्यसपछि यस्तो थाहै छ एउटा नै 26 अनि यो पुरा नै 17 हो यो टाइटली गर्दा 17 नै छ अनि त्यसपछि मेरो यो बाखुरा अता 13 छ हैन तर के नाप्ने अनि मेरो पेट चाहिँ के यस्तो गिलो यस्तो हो पेट चाहिँ यस्तो हो पेट हैन गिलो अनि यो त अझै मेरो पेट त घटेको यो त कस्तो टाइट टी सर्ट पो हो त्यो त एकदम टाइट थियो टी सर्ट अनि म थुप्राइसक्यो लगभग 3-4 केजी अनि मेरो यस्तो नारी चाहिँ 7 छ हैन अनि यस्तो खुट्टा चाहिँ पनि 10 छ दाइ नै देब्रे छ लगभग 9.5 छ म चाहिँ अब वेट लस जर्नीमै छु मैले बाहिरको खानेकुराहरू केही पनि खाएन आज चाहिँ मैले हाम्रो घरमै आटाको मोमो बनाएर खायौँ हैन आज विकेन्ड त हो अनि पिरियड चाहिँ भएको तर त्यस्तो धेरै ब्लिडिङ नै भएन थोरै स्टिन मात्रै देखेको थियो कि ब्लडको चाहिँ अनि अब म चाहिँ दुब्लाउने प्रोसेसमा छु हैन दुब्लाउने प्रोसेसमा छु भोलिदेखिको चाहिँ मेरो लङ भिडियो आउँदैन होला सायद म सर्ट्स भिडियो नै छोटो भिडियो सर्ट्समै अपलोड गर्छु हैन भोइस ओभर गरेर अनि हप्तामा कहिलेकाहीँ चाहिँ म लङ भिडियो पनि हाल्छु जाँगर चलाएर आजलाई यति नै यतिन्जेल हेरेर साथ दिनुभएकोमा धन्यवाद प्लिज लाइक एन्ड सब्सक्राइब बाई बाई